फागुन 21 गते निर्वाचन छ। तयारीका लागि केही महिनाको समय मात्र बाँकी छ। अर्को भनेको कानुनी चुनौती हो। अहिलेको अवस्थामा नेपाल बाहिर मतदान गराउने कानुनमा व्यवस्था नै छैन। तर यसको लागि सरकारले अध्यादेशबाट व्यवस्था गर्न सक्छ। ऐनको रूपमा ल्याउनको लागि ऐनको संशोधन मस्यौदाहरू तयार गरेका थिए र ती विषयहरूमा आयोगले आफ्नो तर्फबाट राय सुझाव दिनुपर्ने ठाउँमा दिइसकेको अवस्था छ। अब कानुनी चुनौतीपछि अर्को तथ्याङ्कको कुरा हो, कसरी मतदाता नामावली सङ्कलन गर्ने, कसरी भेरिफाई गर्ने भन्ने कुरा। अब यो समस्या पनि समाधान गर्न सहज नै छ, किनभने नेपालमा करिब 15 वर्षदेखि नै फोटो र बायोमेट्रिक सहितको मतदाता नामावली सङ्कलन भइरहेको छ। त्यो समयपछि विदेश जानेहरू र त्यो बिचमा नेपाल आउनेहरू धेरैको मतदाता नामावलीमा नाम हुन सक्छ। अनि करिब 7 वर्षदेखि बायोमेट्रिक सहितको नेसनल आइडी कार्ड पनि बनिरहेको छ। पासपोर्ट बनाउन र नवीकरण गर्न यो नेसनल आइडी कार्डलाई अनिवार्य गरिएको छ। यो सबैको कारण धेरै नेपालीको बायोमेट्रिक सहितको विवरण पहिलेदेखि नै सरकारसँग छ। अनि भर्खरै मतदाता नामावलीको दर्ता खुलाउँदा पनि एनआइडीबाट मतदाता नामावली दर्ता गर्ने सुविधा दिएको थियो। त्यस बेलामा एनआइडीबाट 1 हप्ताको समयमा नै करिब 5 लाख मानिसहरूले मतदाता नामावलीमा दर्ता भएका थिए।